आउनु भयो उहाँ बुवाले धेरै राम्रो गरिराख्नु भएको छ अब यो आश्रम चलाउन पनि धेरै गाह्रो भएको होला त्यति सजिलो त छैन नि त हैन तर जति गाह्रो भए पनि बुवाले चाहिँ त्यसलाई कुनै पनि गाह्रो नमानेर सबैभन्दा ठुलो कुरा त मन हो नि त उहाँको मन ठुलो छ उहाँले कहिल्यै गाह्रो मान्नु भएको छैन त्यो भएर आमाहरूलाई यो घाम ताप्ने ठाउँ भएन भनेर माथि रेलिङ हाल्ने माथि अब ढलान भइसक्यो हेर्नुभयो ढलान भइसकेको रहेछ होइन अब यो आर्थिक कुराहरू जुटाउन पनि धेरै गाह्रो छ अब यो अभियानमा हाम्रो सिल्भर सिक्स कम्पनीले पनि त्यो माथि बन्नको लागि धेरै नसके पनि केही सानो थोरै रकम हामीले तपाईँहरूलाई छिट्टै नै एक दुई दिनभित्रमै हामी वा यहीँ आएर हुन्छ वा खातामा पैसा पठाइदिएर हुन्छ हामी सानो रकम हामी सहयोग गर्छौँ बुवासँग यो कुरा पनि भएको छ र तपाईँहरू सबैजना खुसी साथ बस्नु भएको छ यहाँ र हामी अब फेरि पनि हजुरहरूलाई भेट्न आइराख्नु मन लाग्दो रहेछ कि एकचोटि भेटेपछि चाहिँ आइराख्नु मन लाग्दो रहेछ हजुरहरूलाई राम्रो होस् सजिलो होस् घाम ताप्न पाइयोस् यहाँ राम्रोसँग बसेर खाने ठाउँहरू होस् हामी निरन्तर रूपमा बुवाको यो अभियानमा सिल्भर सिक्स कम्पनी हजुरलाई सधैँ साथ दिइराख्नेछ र हजुरहरू एकदमै स्वस्थ हुनु होला अझै धेरै खुसीको साथ बस्नु होला भन्न चाहन्छु हस् त है आमाहरू सबैलाई हामी फेरि आउनेछौँ हस्